बाई बाई एउटै गिफ्टरको भर परेर बसेपछि यस्तै हुन्छ के हाम्रो त 7,000 मुन्छेहरू मलाई मुया गर्ने मान्छे हुनुहुन्छ हामीलाई के को डर हाम्रो त किङ नहुँदाखेरि तिमी त उत्ताले हो के हे प्रभु काम छैन तिमी काम छैन थ्याङ्क यू सो मच एमबिपी डिएस ब्रदर लभ ब्रो राणा मगर मेरो दाइ रेस्पेक्ट लभ थ्याङ्क यू नरेश थापा थ्याङ्क यू जेन्टलम्यान डी किङ राजा केटीको कुमार भाइ थ्याङ्क यू प्रेज द लर्ड विष्णु लामिछाने सुलभ कोताफोरा थ्याङ्क यू ल सोल्टिना अब मैले होला नि यो पाइट वाला गर्छु है म यो पाइटलाई हात होला नि बिल्कुल 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 मलाई सुरुवाल भनेको यत्रा पाइन्ट हो सुरुवाल हे प्रभु सुरुवाल भनेको सुरुवाल सुरुवाल सोल्टिना यो तपाईले लाके सुरुवाल खोलेर मुखमा हाल्ने भने कि अर्को निकालेर मुखमा हाल्ने भने और ला भित्र ला ला सुरुवाल लागेन होला सुरुवाल लागेन तिमीले अब म यो खोलेर अर्को लाएर नि यो टाउका हाल्ने हो नि त त्यसरी त कपडा खोलेर केटा मान्छेलाई भगनी काम नगर ल ल ल अरू गरे पनि हुन्छ यस्तो भला गर्ने किन बज्यो तिमीले अनि किन त अनि अनि अरू अरू त अनि हिलो हाल्ने हिलो खानाको होइन हिलो खानु नाइ त्यो गरौँला नि हामी पाइटकै गर्छौँ नि त पाइटै हाल्छौँ युनिभर्स आइरहेकोले गर्दा हिलो खाना पनि केही जात हुन्न कि केही मेरो जस्तो आएको भयो तपाईँले खनाइदिइहाल्छ परिश्रम गरेर त मान्दैन मान्ने के खोज्दैन खोज अलिकति परिश्रम गर अलिकति परिश्रम गरौँ जनतालाई अलिकति हार गराएर यसो जनताको मन जितौँ आहा जुन सजिलो त्यही रोजी हाल्ने के मैले पनि त मैले जनताको मैले पनि त अस्ति मलाई जनताको मन मैले पनि त अस्ति यहाँको कपाल फाल्ने के रे बा केटाहरू पनि त म पनि फालिदिन्छु तर तिम्रो यो तिरपलमा हानेको 17,000 हो अनि 17 मैले अस्ति तिमीलाई बस मैले बुझेँ स्कोर धेरै नबसे मान्छेले हेर्दो रहेछ त्यो कपडा बोमकाजीजी के छ हजुर नमस्ते बोमकाजीजी बोमकाजीजी रमिता हेर्न आउनुभयो हेर्नुहोस् त उता पाएर मुखा लाएर रमिता छ यार छट्टेरी माट आफै पार्दै आफै पाएर मुखा लाएर आफै सुन्दै पल्ला रे साइलो ल अब उ भन मुर्गा बन्नी हो यत्रा के मुर्गा बन्नी हो के ओ मलाई अस्ति तिमुरले मलाई अस्ति ए क्यामेरा अलिकति ढल्काउ त क्यामेरा उठेर क्यामेरा ढल्काउ त तिमुरले मलाई टाउको तल खुट्टा माथि गराउँदाखेरि मेरो पनि नाकमा पानी बथ्यो के बस लु लु हो बस इनफ धेरै स्कोर पनि आएको होइन गाइस इनफ उसको मनमा बदलाको भावना कतिको छ भन्ने कुरो त अब थाहा हुन्छ गाइस सोल्टिनालाई लास्ट रिसिटको छ किङजी आएको भए यति बेला अब धोबी खान्थेँ गाइस किङ नआएर आज बच्या हो गाइस
के छ सोल्टिना हेलिकप्टर हो गनायो प्यारी समझ गई के गनायो खै के गनाए लुगा गनाए कि प्यारी समझ गई नो क्या बे नौचु नुहाए पनि गनाउँदो रहेछ लक्स मैले त डोबले नुहाउँछु लाउन त तर गनाउँदो रहेछ खै आज झगडा त परे छैन बाजे अब मेरोमा कम्पिटिसन छ होइन के गर्छौ त खेल्छौ कि जान्छ के कुरा कि एउटा लास्ट हान्छौ किङ्जी वेलकम लास्ट खेल ल किङ्जी आउनु भयो अरे सबले ओ माइ गॉड मलाई कति गेम धपी हान्यो अरे आज एक गेम त जिताउनु हुन्छ होला किङ्जीले मलाई लागिरहेछ ल म खेल्दिनँ रे मेरो मर्जी म खेल्दिनँ रे मेरो भिड भइसक्यो किन किङ्जी आउनु भयो किन किङ्जी आउनु भयो गेम कम्पिटिसन भएन के खेल्ने यार ल अब हुन्छ ल दम छ भने जित किङ्जी आएपछि डराएर जान नखोज मेरो अस्तिदेखि किङ्जी आएपछि डराएर भाग्न खोज्छ बाजे जहिले फर्स्ट पनिसमेन्ट पर्पोज सेकेन्ड पनिसमेन्ट तपाईँले के गर्ने भने सेकेन्ड पनिसमेन्ट तपाईँले अब यसपालि के गर्ने भने सिलिन्डर बोकेर होइन स्कोरको हिसाबले उठक बैठक गर्ने किनभने म पनि धेरै थाकेँ स्यास्या भयो थर्ड पनिसमेन्ट तपाईँले के गर्नु थाहा छ थर्ड पनिसमेन्ट तपाईँले स्कोरको स्कोरको नै सबैले कलमा जान्छ कि कति खेल्छ अब कस्तो डर लाग्यो आमा किङ्जी आएपछि डर गाइस कमेन्टमा सबैले आउट लेख्छन् गाइस के हेर्ने साथी भन्नुहोस् त जानुपर्छ गाइस कति एकजना छ म भुलिने यार कति एकजनाको अनुहार मात्रै हेर्ने गाइस कति मान्छे लाइनमा पर्खेर बसिरहेको छ के हेर्ने गाइस भन्नुहोस् त भन्नुहोस् त किन आएछ ओके यत्रो बेला नआएको स्कोर के आउँछ म जान्छु हो किङ्जी आउनु भएको छ आउँछ ल कम्पिटिसन गर भन तिम्रो मान्छेलाई किन डरायौ किङ आएपछि डरायौ नि त मेरो भ्युअर घट्यो कि मेरो भ्युअर घट्यो किङ्जी आउनु भएको छ भ्युअर बढ्छ 8000 भ्युअर हुनुपर्नेमा जम्मा 6000 छन् गाइस यार रमाइलो हुनुपर्ने गाइस भएन च्यालेन्जिङ भन्यो भने भ्युअर घटिहाल्छ हिजो 2-3 हजार बोकेर बसेको होइन